पूर्णिमा है। अन्त आज त म चाहिँ घुम्न जान आँटेको मेरो हस्बेन्ड हो। कल आज के हुन्छ हेरौँ है। अन्त आज त दिन पनि अलिक बिहान पानी पर्दै थियो हो, पानी पर्ला जस्तो भइरहेको छ। तर पनि हामी चाहिँ घुम्न जान आँटेको मेरो हस्बेन्ड त दोकान जानुभएको छ। अन्त अब के कसो हुन्छ तपाईँहरूलाई बाटोहरू भेट्छु नि है, हेर्दै गर्नुहोस् त्यसमा। अब हामी चाहिँ गएको मिरिक हो। अन्त हिँड्दै यस्तो भइरहेको छ नि त। मेरो हस्बेन्ड छ आज भन्नु। आज हामी कहाँ गएको? घुम्नु गएको है। आज त तर दिन कस्तो भइरहेको छ हो, धुम्म भइरहेको छ नि त। त्यस्तो भइरहेको छ। यहाँ चाहिँ म र हस्बेन्ड बात माथि साथी थिएँ हो। स्कुटीको होम साह्रो आयो नि त, साह्रो घ्याटेर गरेको आवाज आयो। त्यही भएर मैले भोइस ओभर गरेको। अन्त बातमा जाएको थिएँ नि त। अन्त भने आज कल कस्तो छ दिन भन्नुहुँदै थियो हस्बेन्डले हो। म देखाउँदै गएको थिएँ नि हामी। म त अलिअलि फ्रेम गर्दै जाएको थिएँ नि त जग्गाको। अन्त अलिअलि क्लिप लिँदै जाँदै थियौँ। गाइस म चाहिँ सिधै घर गएँ। यो त मेरो घर जाने बाटो हो, मिरिक हो हाम्रो गाउँ जाने बाटो हो नि त। जति कस्तो कस्तो दामी खुसी लागेको क्या, केही नदेख्ने गाउँहरू त राम्रोसँग घरहरू देखेकै थिएन हो। त्यो पनि जाँदै थिएँ हामी चाहिँ। यहाँ आधी बाटोमा चाहिँ पानी पर्दै थियो हो, आधीमा फगी आधीमा पानी पर्दै थियो। हेर्नुहोस् न, यहाँ चाहिँ हाम्रो गुम्बा थियो नि त। त्यो त बिहानै रेनबो पूजा गरेर पनि जानुभएको रहेछ हो। अब चाहिँ मेरो घर आइपुग्नु आँट्यो, हेर्दै गर्नुहोस्। देख्न सक्नुहुन्छ हो। यहाँ चाहिँ मेरो घर हो, यो माथिल्लो चाहिँ तल्लो चाहिँ मामको घर हो नि त। माम भन्दै बोलाउँदै थिएँ। कान्छी आएन भनेको त आइपुगेछ त भन्नुहुँदै थियो मामले पनि मलाई। यहाँ आमा मेरो घर हो। बहिनी राख्थ्यो नि त ढोक गर्दै, मार्छ लौ यसो नानाले जुत्ता लाएर आएँ भन्दै थियो। यो मेरो भाइ, मेरो अर्को बहिनी, हामीलाई पनि हाल्नु भन्दै थियो भिडियोमा। उनीहरू गुम्बा गएको रहेछ नि त। बाई बाई भन्दै जाँदै उनीहरू हतार। त्यहाँ बाहिर भिडियोमा चाहिँ मामले बोलाउँदै थियो नि त। तँ घुम्नु जाँदैनस् भन्नुहुँदै थियो। त्यो नाना छ मेरो तल्लो घरको। कहाँ जानुभएको भनेको गुम्बा जान आँटेको भन्नुहुँदै थियो। अब माथि भेटौँ न भन्नुहुँदै थियो। अन्त भित्र अलिअलि गर्दै थियो नक्कल पार्दै। आमाले के सोध्नु हुँदै थियो। अब हेर्नुहोस् मेरो काकी आउँछ कि, काकी पनि लजाएर जानुहुन्छ। हेलो भन्नु न भनेको हो, आइ भने कहिले आएको भन्नुहुँदै थियो। जानुभयो लजाएर। यसो अब हामी चाहिँ फर्केको हो, कल जाँदैछौँ। मैले के मेरो कपाल छुको भन्नुहुन्छ होला है, मेरो कपाल पुरा उडाउँदै थियो नि त। गाइस हामी चाहिँ घुम्नु गएको तर प्लान क्यान्सल भयो पानी परेर। यहाँबाट फर्किने अब फेरि घर हो। अन्त अब हामी मिरिक जान्छौँ गुम्बा, हेर्दै गर्नुहोस्। हामी चाहिँ गुफा पातो गएको थियौँ नि त खास चाहिँ माथि। अन्त आधी बाटोमा पानी पर्दैछ, आधी बाटोमा सुक्खै छ भनेर फर्क्यौँ हामी चाहिँ कि। हामी छक्कै पऱ्यौँ कि भएको आधी दिन राम्रै छ, आधी जग्गा नराम्रो भएर त फर्क्यौँ। हेर्नुहोस् न, यहाँतिर सुक्खै छ हो। माथि कस्तो फगी थियो, बाटो नदेख्ने, फेरि चिसो पानी पर्दै थियो भएर हामी आधी बाटो फर्केको। हामी चाहिँ यहाँ गुम्बा आइपुगेर पनि यता जामुरी भएको थियो नि त, त्यहाँ बस्यौँ। त्यसको बाद चाहिँ हामी माथि सिधै भोटे गुम्बा आयौँ हो। त्यहाँ चाहिँ आज रेनबो चाहिँ आउनुहुन्थ्यो। भित्र वाङ दिनुहुँदै थियो। हामी घुम्यौँ। हेर्नुहोस् न कस्तो मजाले सजाएको थियो भित्र। मान्छे फोटो खिच्नु हुँदै थियो, कति रिल्स बनाउनु हुँदै थियो भित्र हो। अन्त हामी गएर वाङहरू थाप्यौँ। अन्त त्यो मैले पनि भिडियो लिएँ। मान्छे पुरा थियो, टुरिस्टहरू पनि पुरा आउनुभएको थियो घुम्नु क्या। कति भिडियो लिनु हुँदै थियो, फोटो खिच्नु हुँदै थियो। त्यसैमा मैले पनि गरेको।
कति मजा हेर्न सक्नुहुन्छ। यहाँ कस्तो मजाले बनाउनु भएको थियो हो पुरा। अन्त चाहिँ हामी वाङ थापेर पनि बाहिर निस्केको थियौँ त। अन्त रेम्बोजी आउनु आँट्नु भएको थियो। अन्त सबैजना लाइनमा लाग्नु भएको थियो हो। अनि कतै पूजाहरू हुँदै थियो। अन्त हामी यता साइडमा बसेर हेर्दै थियौँ। तपाईँले पनि हेर्नुहोस्। अन्त हामी चाहिँ त वाङ थापेर पनि बाहिर निस्केर त ब्याक साइडमा बसिरहेको थियौँ त। दिन हेर्नुहोस् न कस्तो धुम्म भइरहेको थियो। मलाई यहाँ बुढा चाहिँ अब कता जाने भन्दै थियो कि मैले सोधेको कहाँ जाउँ भनेको अब किराती मन्दिर भन्नुहुँदै थियो हो। अनि त्यो बन्द गरेन भने उसले भिडियो थियो नि त। किराती मन्दिर जाउँ भन्दै थियो। त्यहाँदेखि मैले पनि एकछिन गार्डन घुम्नु ल भन्दै गार्डनमा त्यो मेला जस्तो लागेको थियो नि त स्टलहरू। त्यहाँ हामी जानु आँटेको थियौँ अब हो। हेर्नुहोस् त्यो स्टल लागिरहेको थियो काजु। मैले भैया काजु कति रुपियाँ भनेको 1200 अरे हो। यहाँ पिकलहरू भेराइटी भेराइटीको थियो पिकल्सहरू। अनि के थियो हेर्नुहोस् ल देखाउँछु म तपाईँलाई। यहाँ क्यान्डिसको थियो हो 15 रुपियाँ गोटा 10 रुपियाँ गोटा भन्दै थियो क्यान्डिसहरू। अन्त गिफ्ट ह्याम्परहरू पनि बनाइदिँदो रहेछ नि त यहाँ चाहिँ चक्लेट्सको। अनि यहाँ त पटहरू थियो कपहरू मजा मजाको थियो। यता इयरिङ्सहरू थियो मजा मजाकोहरू थियो नि त इयरिङ्सहरू। मैले चाहिँ किन्नु चाहिँ केही किनिनँ। स्टोरहरू थियो नि त अरू। अन्त म तपाईँलाई देखाउँदै जान्छु हेर्नुहोस् ल। चाहिँ अरू दोकानहरू थियो हो। यो गमलाहरू प्लेट्सहरू बेच्दै थियो नि त। त्यहाँ लुगा पनि बेच्नुहुँदै थियो हो 200 रुपियाँ गोटा भन्दै बेच्नुहुँदै थियो अङ्कलले। त्यति राम्रो थिएन। यहाँ लोकल बाङ्गे बजारमा पाउने जस्तो थियो लुगाहरू चाहिँ कि। हेर्नुहोस् न मान्छेले हेर्दै थियो हेर्नु चाहिँ कि। आइसक्रिमवालाहरू यता नानीहरूलाई खेलाउनेहरू। सानो नानीको क्लिप्सहरू त्यो ऐनाहरू। अन्त यता त क्यान्डी थियो 10 रुपियाँ गोटा। यो सानो खालको ठुलो 20 रुपियाँ गोटा कति भन्नुहुँदै थियो। अन्त छान्नुहुँदै थियो खाने पनि होइन। अन्त हेरिनँ मैले चाहिँ किनिनँ हो। यता पान दोकान थियो। अन्त हस्बेन्डले पान खान्छु भन्नुभयो पान किनिदियो एउटा। भरे त पान हुन्थ्यो नि त के हालिदिनु भन्दै सोध्नुहुँदै थियो हो। हेर्नुहोस् न बनारसी पान अरे। अन्त यता चाहिँ पट्याटो स्प्रिङ्सहरू बनिँदै थियो हो। भैया चाहिँ व्यस्त हुनुहुन्थ्यो नि त बनाउनुमा। चाहिँ हेरेँ कसरी बनाउँदैछ भने हेरिकन आयो। यहाँ त यति पनि हिलो थियो कि क्याच 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 पानीले क्या पानी परेर फुल्केसँग भइरहेको थियो। पान पर्खिरहेको थियो। अब घुमेर पनि गार्डन निस्केको है पुरा। चाहिँ त्यो भित्र निस्केर पनि एकछिन गार्डन आएको। यस्तो फगमा पनि मान्छे यति बिना थियो कि त्यहाँनिर। घोडामा जाने चढिरहनु भएको थियो ड्रेस लाउनु भएको थियो हो। अन्त 360मा पनि नाच्दै हुनुहुन्थ्यो। यहाँ फेरि हाम्रै गाउँको दादा पनि नाच्दै रहेछ 360मा त बाहिरमा। हेर्नुहोस् ल म देखाउँछु। हुँदै थियो अन्त एकछिन बस्यौँ हामी त्यहाँ नाचेको हेऱ्यौँ। अन्त फेरि हामी चाहिँ पर दोकान गयौँ त। दोकान जाँदै थियौँ हिँड्दै हो। अन्त अब चाहिँ हामी जाम्बोलिङ गुम्बा जाउँ ल भन्दै थियौँ हो। अन्त हामी चाहिँ गुम्बा आएको त गुम्बामा यति बिना लाइन थियो।
रेम्बुल जाउनु भएको थियो नि त अब त केटीको लागि त पुरा बेसी केटाको त बेसी थिएन हो हेर्नुहोस् न पानी पनि छिरो हुँदै थियो सबै छाताबाट उभिरहेको थियो हो अन्त हामी वाङ थापेर पनि निस्क्यौँ अब चाहिँ हामी घर फर्केको राख्नु पऱ्यो हो तपाईँलाई म अहिले घरको गएर भेट्छु है सो हेलो गाइस गुड आफ्टरनुन है मैले गाडी सिधै त्यसलाई फ्रेम गर्दैछु मैले भिडियो एन्ड गर्नु बिर्सेछु नि त हिजो अन्त रात परिसकेको थियो ढिलो आयो नि त हामी जो पानी परेर रोक्यो नि त अन्त रात परिसकेको थियो घर आइपुग्दा आएर खानासाना बनाउँदा भिडियो त एन्ड गर्नै बिर्सेछु है त्यो भएर अहिले एन्ड गर्दैछु तपाईँलाई कस्तो लाग्छ हेरेर भनिदिनुहोस् मन परे लाइक कमेन्ट सेयर गरिदिनुहोस् है तर थ्याङ्क यू फर वाचिङ बाई बाई